छोरीको नाम करारमा राखेपछि काठमाडौँका मेयर बालेन शाहले 3 अधिकृत निलम्बन गरेछन्। करार कर्मचारीको विषयलाई लिएर बालेनले आफ्नै सचिवालयका प्रमुख सहित 3 जना कर्मचारीलाई निलम्बन गरेका हुन्। मेयर शाहको सचिवालय प्रमुख नूरनिधि नेउपाने सहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती भिडारी निलम्बनमा परेछन्। गुड जब बालेन। नीतिगत भ्रष्टाचार विरुद्ध लडाईँ कसरी लड्ने बालेन शाहसँग सिके हुन्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले पनि छोराछोरीलाई लाभको पदबाट टाढा राखे भ्रष्टाचार आफै नियन्त्रण हुन्छ। नातावाद र दातावादबाट अभिशाप बनिरहेको अवस्थामा आफ्ना सन्तानलाई करारमा नियुक्त गर्ने 3 कर्मचारीलाई बालेनको निलम्बनको हतौडा मर्ममै लागेको हुनुपर्छ। यो हतौडाको आवाज बालुवाटारसम्म पुगेको हुनुपर्छ। एउटा बालेन छन् जो परिवारवाद आफ्नो त के अरूकोमा भएको पनि देख्न सक्दैनन्। अर्का राष्ट्रिय समस्या प्रधानमन्त्री प्रचण्ड आफै छन्, जहाँ चारैतिर परिवारवाद मात्र छ। उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन् मेरो सफलताको एउटै मन्त्र राष्ट्र पहिले। यताका हाम्रा प्रधानमन्त्रीको विफलताको कारण एउटै रह्यो परिवारवाद पहिले। अकाट्य सत्य यही हो। परिवारतन्त्र अन्त्य गर भन्यो यो लोकतन्त्र विरुद्धको बयान हो भन्छन्। टेरामक्समाथि छानबिन गर भन्यो यो गणतन्त्र विरुद्धको षड्यन्त्र हो भन्छन्। बन्द उद्योग कल कारखाना खोला भन्यो यो संघीयता विरुद्धको खतरा हो भन्छन्। भेपसुन तस्करीको मुख्य नायिके सार्वजनिक गर्न भन्यो यो व्यवस्थामाथि हमला भयो भन्छन्। षड्यन्त्रको मृत आत्माहरू। जनता भन्छन् रोजगारी चाहियो, सरकार भन्छ गणतन्त्र विरुद्ध डिजाइन भयो। जनता भन्छन् अस्पताल चाहियो, सरकार भन्छ गणतन्त्र विरुद्ध षड्यन्त्र भयो। जनता भन्छन् खानेपानी चाहियो, सरकार भन्छ गणतन्त्र विरुद्ध घेराबन्दी भयो। जनता भन्छन् स्कुल चाहियो, सरकार भन्छ गणतन्त्र विरुद्ध प्रहार भयो। सुन तस्करी मात्रै गणतन्त्र अनुकूल छ। 5 जना कर्मचारी र 5 जना भरियालाई प्रतिवादी बनाएर 14 किलो सुन तस्करी प्रकरणको मुख्य नायिकालाई फेरि उम्काइयो। जसरी भेपसुन तस्करी प्रकरणमा महरालाई उम्काइएको थियो, त्यसैले यो सुन तस्करी प्रकरण कहिल्यै रोकिँदैन, बरु बढ्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवलाई बलिको बोका बनाए। सुन तस्करी प्रकरणमा एयरपोर्टका सरसफाई कर्मीलाई बलिको बोका बनाए। बालकुमारी नरसमारमा सिडिओलाई बलिको बोका बनाए। बालकृष्ण खाँड, कृष्ण बहादुर महरा, प्रकाश ज्वाला, नारायण काजी श्रेष्ठ माथि औंला समेत ठडिएन। सांसदको तलब भत्तामा 63 करोड खर्चिएर संघीय संसदले 1 वर्षमा बनायो एउटा कानून। एउटा कानून पनि कसरी बन्यो? यो त गणतन्त्र विरोधी भयो कि के हो? फेरि 63 करोड मात्र खर्च, 63 अर्ब खर्च भएको भए संघीयता मजबुत हुन्थ्यो। यहाँ देशलाई कंगाल बनाउन सके मात्र अग्रगामी छलाङ हुन्थ्यो। परराष्ट्र मन्त्रालयका अनुसार हरिप्रसाद अरियाल, भरत बहादुर शाह र राजकुमार गिरीको रुस युक्रेन युद्धमा मृत्यु भएको छ। यो सहित रुसी सेनामा कार्यरत 10 नेपालीको मृत्यु भइसक्यो। स्वदेशमा रहे सरकारको गोलीबाट मृत्यु, विदेशमा गए 2 देश बीचको द्वन्द्वमा परेर भिडन्तमा परेर मृत्यु। कति सस्तो नेपाली युवाको ज्यान। मुर्रा भैँसीको क्रेडिट लिने प्रचण्डले 2 युवाको हत्याकाण्डको नैतिक जिम्मेवार लिएनन्, माफी समेत मागेनन्। पशु सरह मान्छेको किनबेच गर्ने, मोलमोलाई गर्ने र बेच्ने युगमा मान्छेको भ्यालु मुर्रा भैँसी भन्दा तल छ। एउटालाई रोजगारी 10 लाख रुपियाँ र शहीद घोषणा। बालकुमारी घटना सम्बन्धमा मृतक परिवार र सरकार पक्ष बीच भएको सहमति। न गोली ठोक्न आदेश दिने को राजीनामा आयो, न गोली ठोक्नेलाई हत्या अनुकूल कारबाही भयो। दण्डहीनता र अराजकताको माहौललाई मलजल गरेर यो व्यवस्था कति दिनसम्म अडिएला गर्दै गर अन्तिम भोज। मरेपछि 10 लाख दिन तयार हुनेले बाँचेको मान्छेलाई 10 लाख सहुलियत ऋण किन दिँदैन? मरेपछि उचित रोजगारी दिनेले बाँच्न किन रोजगार दिँदैन? मरेपछि शालिग बनाउन तयार हुनेले बाँचुन्जेल किन मान्छे जस्तो सोच्दैन? यहाँ मूलभूत र नैसर्गिक अधिकार प्राप्त गर्न पहिला मर्नुपर्ने मरेको गणतन्त्र। जाबो 10 लाखमा दुनो भैँसी आउँदैन। शहीदको दर्जा बैंक लुट्दा भिडन्तमा परेर मर्नेहरूले पनि पाएका छन्। शरीरभित्र हृदय छ भने राजीनामा देऊ। यहाँ जाँड धोकेर मर्नेहरूको नाममा स्मृति प्रतिष्ठान खडा गरिन्छ। राज्यको ढुकुटीबाट रकम विनियोजन गरेर राज्यको गोलीबाट मारिएका सुजन राउत र वीरेन्द्र शाहको हत्यालाई गणतन्त्र विरुद्धको षड्यन्त्र भयो भनेर मृतकलाई
पुनः मार्छन् देशका कथित भाग्य विधाताहरू। देशमा बेरोजगार युवा राज्यको गोली खाएर ज्यान गुमाइरहेको विषय परिस्थितिमा प्रमुख दलका शीर्ष नेताहरू राजतन्त्र र गणतन्त्रको विमर्शमा अल्झिरहेका छन्। गणतन्त्रको रक्षार्थ एकजुट छौं भन्छन्। यो हताश र निराशाको अभिव्यक्तिले झल्काउँदैछ। अवस्था यिनीहरूको नियन्त्रण भन्दा बाहिर गइसकेको छ। यिनका छोराछोरी जाँड खाएर ड्रग खाएर मर्दा पाड खसे झैं गर्छन्। जनताको छोराछोरी गोली खाएर मर्दा पनि गणतन्त्र विरुद्ध षड्यन्त्र देख्छन्। गोली ठोक्ने आदेश आफ्नो मृतकहरू बेरोजगार सुजन राउत र वीरेन्द्र शाह प्रधानमन्त्री चाहिँ गणतन्त्र विरुद्ध डिजाइन देख्छन्। यो घटनालाई मान्छेको ज्यानभन्दा ठुलो यिनका गणतन्त्र होइन र त्यो हामीलाई त्यो गणतन्त्र चाहिँदैन। युवा मार्ने यिनका व्यवस्था चाहिँदैन। जाँड खाएर मरेका होइनन् सुजन राउत र वीरेन्द्र शाह। कति विडम्बनापूर्ण छ। बहुतै कमिना चीज रहेछ यो सत्ता भन्ने कुरा। माधव कुमार नेपाल भन्छन् बालकुमारी घटनामा प्रकाश ज्वाला दोषी छैनन्। प्रचण्ड भन्छन् बालकुमारी घटनामा नारायण काजी श्रेष्ठ दोषी छैनन्। त्यसो भए त्यो गोली सुजन राउत र वीरेन्द्र शाहले आफैले ठोके। जसरी टेरामक्स घोटाला आफै भयो, जसरी एनसेल कर छली आफै भयो, होइन त? नेपालका सबै पार्टी एक ठाउँमा बसेको देख्दा विदेशी छक्क पर्छन् रे। कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको हो, सही कुरा गरे। कसैको व्हाइट बडी र टेरामक्स, कसैको नक्कली भुटानी शरणार्थी, कसैको गिरिबन्धु टी स्टेट, कसैको ललिता निवास कृत्यकरण, कसैको क्यान्टोनमेन्ट घोटाला। त्यसैले एकजुट हुनु परेको थाहा छैन र? ड्रामा चलिरहेको छ देशमा। बालकुमारी नरसंहारमा गृहमन्त्रीले लगाए यातायात मन्त्रीलाई दोष। गृहमन्त्री आफै पुगेर छुटाए जनमत पार्टीका नेता कार्यकर्ता। सरकारले देशको लागि होइन रंगमञ्चका लागि नाटक प्रदर्शन गरिरहेको छ। मन्त्री अनिता शाह पक्राउ। मन्त्री प्रकाश ज्वालालाई बालकुमारी नरसंहारको दोषी करार। मन्त्री सुदन किरातीद्वारा वायु सेवा निगम बारे टिक्का टिप्पणी नगर्न चेतावनी। महाभारतमा भन्दा सस्पेन्स र थ्रिलरले भरिपूर्ण कथा चलिरहेको छ देशमा। धृतराष्ट्रको मौनता छुट्टै छ। जुन पार्टी माइती घरमै उफ्रेर सत्तासम्म पुग्यो उही पार्टीले माइती घरलाई निषेधित क्षेत्र घोषणा गर्छ। यसर्थ निरङ्कुश र अधिनायकवाद अहिले छ। माइती घर त के भयो र? बेरोजगार युवाहरू सिंहदरबार पुगिसके। 3 अर्धनग्न युवा त पक्राउ परे। श्रीलङ्कामा पनि यस्तै सानो संख्याबाट सुरु भएको थियो। आन्दोलनले राजापाक्षेलाई घुँडा टेकाएर देश छोड्न बाध्य पार्यो। कि बेरोजगार समस्या हल गर कि कुर्सी छोड, नत्र देशबाट भाग्नुपर्ने दिन धेरै टाढा छैन।